अहिले भर्खर भोलि नै मामा के अरे सिमन्टी चाहियो। हामी त भोलि नै भुइँको ढलाइ गरेन भने बर्खा लागिसक्यो, भोलि खोला आयो भने त समस्या पर्छ भनेर मेरो तर्फबाट 100 बोरा सिमन्टी अहिले तत्काल झार्दैछु। आज 50 बोरा सिमन्टी अहिले एकछिनमा आइपुग्छ। भोलि बिहान 10 बजी 50 बोरा सिमन्टी आइपुग्यो। नमस्कार, मेरो नाम हो दत्त कुमार लिम्बू। म यो खोला डाइरेक्टर, सुक्खा डाइरेक्टर, जहिले पनि म यो खोलाको सुक्खा डाइरेक्टर। मलाई खोला मात्रै मनपर्छ। अरू साथीहरू कता कता पुगिसके, के गरिसके, तर मलाई चाहिँ सेउती, सर्दु, खर्दु अनि यो तपाईँको पक्वा खोलाहरू, यो नाना किसिमको खोलाहरू, शिवजटाहरू, यो सबै खोलामा हिँड्नु मन लाग्छ। पहिले मैले अथवा हाम्रो पूर्व मेयर हर्का साम्पाङसँग घुम्दै आएर यो भालु खोलाको दोभानमा ट्याङ्की बनाइयो। अहिले त्यो संरक्षित छ। म त्यसको पनि अनुगमन गर्न आइरहेको छु। अहिले यो पाइपहरू पनि अघि खानेपानी बोर्डसँग मेरो समन्वय भएर भोलि यो कता कता अलिकति पहिरो खोलाले लगेर चाहिँ केही त्यसको पनि यहाँ मर्मतहरू गर्नुपर्ने रहेछ। र साथै यहाँ अहिले एउटा जीर्ण पुल छ। यो पुल पनि पहिले नै बनाउने भन्ने मैले सोचेको थिएँ, तर त्यति बेला चाहिँ के हो भन्दाखेरि अलिकति यो मुद्दा केस अथवा के भएको छ भन्ने खबर पाएको हुनाले त्यति बेला हामीले के गर्न सकिएन। तर आज चाहिँ यो खोलामा नगरी नहुने अवस्था देखियो। यहाँ भर्खरै भनौँ केटाकेटीहरूको एक्जाम जहिले पनि यहाँ बर्खाको बेला हुन्छ, त्यति बेला खोलामा नानीहरू बगाएर आमा बाउको रुवाबासी हुन्छ। त्यो देखेर मलाई एकदम भतभती पोलेर चाहिँ यो पुलको सुरु भएको छ। अहिले त्यहाँ मिस्त्रीहरूले तल के अरे पिल्लरको बेस बनाउँदैछ। यो धेरै हालेको रहेछ र मेरो प्राविधिक अनुसार यो दुई ठाउँको चाहिँ 4वटा पिल्लर निकालियो। जम्मा 4वटा, अहिले 14वटा पिल्लर छन्। अनि अब यो 14वटा पिल्लरलाई चाहिँ एउटा टेम्पूसम्म हिँड्नु सक्यो भने र एउटा नानी केटाकेटीको भ्यान, स्कुलको भ्यान हिँड्नु सक्यो भने यी माथि गाउँमा हजारौँ सयौँ मान्छे बसेका छन्, उहाँहरूलाई राहत हुन्छ। यता माथि तपाईँको ठुलो गाउँ छ। यो गाउँ मात्रै होइन, अरू माथिको गाउँको मान्छे पनि त्यहाँ बाटो आएर यहाँबाट पुल हुँदाखेरि उहाँहरूलाई धेरै सुविधा हुने रहेछ। र आज निकै दिन भयो यहाँ काम सुरु भएको, तर आज बल्ल मैले मौका पाएर चाहिँ म अनुगमनमा आएको छु। र सम्पूर्ण देश विदेशमा रहनुभएका र यस मिडियामा हेर्नुहुने दाजुभाइ दिदीबहिनीहरूलाई यहाँ के गर्दैछु भने यो पुल बनाउनको लागि चाहिँ एकदम गर्दैछु। अनि र बाँकी रहेको अब के अरे पैसा अहिले लगभग उठेको पनि कति 2 लाख होइन, हजुर 2 लाख 2 लाख भएको छ। तर यसमा निकै लाग्छ। यो पुल मात्रै नबनाएर अलिकतिर गहिरो छ, त्यो गहिरोलाई पनि यसो सम्याएर माथि डाँडासम्म चाहिँ बाटो निकालेर चाहिँ बाटो पनि सुविधा गर्नुपर्ने छ। यताको भागमा पनि तपाईँको यतापट्टि नै हम्स राखेर चाहिँ उता अलिकति बाटो बनाएर पारिपट्टि ठोक्काएर भोलि पर्सि हामी यहाँ डोजर, पहिले पनि गाडी आउने बाटो थियो। यो चाहिँ शिवजट्टाबाट आउने मेन बाटो हो, शिवजट्टाको मेन बाटो हो। तर अब त्यो शिवजट्टाको मेन बाटोलाई चाहिँ अलिकति डोजर लाग्यो भने टक्कै हिजो अस्तिसम्म यहाँ टेम्पोहरू पनि आएको थियो। तर अब अहिले चाहिँ खोलाले गर्दाखेरि यहाँ मान्छे पुल नभएकोले त्यता झाडी भएको छ, त्यसलाई पनि खोलेर त्यो माथि बाटो जुदाएर चाहिँ पछि भविष्यमा चाहिँ एकदम राम्रो हुनेछ। र त्यसले गर्दाखेरि यस मिडियामा हेर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई हामी चुस्त दुरुस्त, नामै मेरो सुक्खा डाइरेक्टर हो, सुक्खा खोलाको डाइरेक्टर हो, चुस्त दुरुस्त हामी हर हिसाब राख्नेछौँ। र तपाईँहरूलाई इच्छुक हुने दाजुभाइ दिदीबहिनीहरूलाई तपाईँको शिलामा पनि नाम लेख्नेछौँ। 5000 माथि शिलामा नाम लेखिनेछ। त्यहाँदेखि उँधोको चाहिँ त्यति शिलामा लेखिँदैन। अरू केही नभए पनि खाजा खर्चहरू तपाईँहरूले पठाउनु भयो भने हामी माग्ने मङ्गन्ते भयौँ। मङ्गन्ते मेरो लागि मङ्गन्ते होइन, समाजको लागि मङ्गन्ते भएँ। मलाई उता कता जाने के जाने भन्थे, तर म होइन, म कहीँ जाँदिनँ, तपाईँहरू जानुहोस्। म भनेको चाहिँ विकास प्रेमी हो। मलाई चाहिँ यस्तै खोला नाला नै र यस्तै काममा मात्रै मलाई मनपर्छ। यहाँ मात्रै होइन, भोलि अब यहाँ हामीले
पुल बनाइसकेपछि तपाईँहरू हेर्नुहुन्छ कति स्पेसल बनाउँछौँ हामी, कति दामी बनाउँछौँ। भोलि यहाँ पर्यटन पनि घुमोस्। उहाँ माथि डिलदेखि माथि पनि के रहेछ भनेदेखि चाहिँ बारबेक्यू खाने स्ट्यान्ड बनाउँदै रहेछ। अनि त्यहाँ चाहिँ मान्छेहरू आएर चाहिँ पिकनिक खाने योजना पनि त्यहाँ माथि देखेँ, अघि मैले अवलोकन गरेँ। त्यहाँ पनि तपाईँको बेसरी यो चल्ने हुनाले भोलि पर्सि सायद हामी यो पुलमा केही राम्रो गऱ्यौँ भने यहाँको मान्छेलाई पनि के अरे भिजिटरहरू आएर र यहाँ दाजुभाइ तलतिर धरानको केटाकेटीहरू आएर यसो पिकनिक खाने, स्कुलको केटाकेटीहरू घुम्ने ठाउँ पनि सायद हुन्छ होला जस्तो लागेको छ मलाई। र हेर्दा यसको संरचना एकदम राम्रो छ। र त्यही भएर यो पुल नबनाइ नहुने भएको हुनाले आज हामी यो पहिलेको जीर्ण यो मर्मत गर्न थालेका छौँ। र हजुरहरूलाई अघि पनि मैले भने 5000 देखि माथि चाहिँ तपाईँको नाम लेखिन्छ, शिला टाँस्नेछौँ हामी। यही हाम्रो यो बगर यो खोला मासतिर डाँडामा एउटा पार्टी चौतारा पनि बनाउँछौँ। तपाईँहरूको इच्छुक छ भने त्यहाँ पनि भनिदिनुहोस्, चौतारा बनाउँछौँ। त्यो चौतारामा चाहिँ शिला राख्ने हामी गर्नेछौँ। डाइरेक्ट मैले चाहिँ त्यो शिला